तस्दिले नमस्कार, टिबेट टिभी को नेपाली प्रसारणमा स्वागत छ। म सकिना बट यस हप्ताको टिबेट, परम पावन दलाई लामा र निर्वासित केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएकी छु। यस साताका प्रमुख समाचारहरू। कोरोना नै आजको समस्याग्रस्त संसारको समाधान, परम पावन दलाई लामा ज्यूको भनाई। पूर्व तिब्बती राजनीतिक कैदी आदरणीय छोएडाकको मृत्यु। निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गे र शिक्षा मन्त्रीद्वारा उत्कृष्ट श्रेणी प्राप्त भएका तिब्बती विद्यार्थीहरूसँग कुराकानी। तिब्बती संसदको स्थायी समितिले 2 जना थप निर्वाचन आयुक्तहरूको छनौट। तिब्बत र हङकङ चीनको टुटेका प्रतिज्ञाहरूको बारेमा स्पटलाइट। भारत तिब्बत समन्वय कार्यालयले भारत र तिब्बत बीच गहिरो सम्बन्धको भविष्य रणनीति बारे वेबिनार सम्मेलन। निर्वासित केन्द्रीय तिब्बती प्रशासनको स्वास्थ्य विभागले विश्व हेपेटाइटिस दिवस 2020 को प्रारम्भ। महामारीको समयमा तिब्बती झण्डाको मास्क लगाउनुहोस् भन्ने तिब्बत समर्थन समूह पोर्चुगलको अनुरोध। निर्वासित केन्द्रीय तिब्बती प्रशासनद्वारा ली टेङहुईको दुःखद निधनमा सहानुभूति। कोरोना बारे परम पावन दलाई लामा ज्यूको दर्शन। जुलाईको 29 तारिकमा परम पावन ज्यूले कोरोना नै आजको समस्याग्रस्त संसारको समाधान हो भन्दै अनुकम्पा र आशाको सम्बन्धमा मार्गनिर्देशन खोजेका धेरै भारतीय शैक्षिक संस्थाका विद्यार्थीहरूलाई उपदेश दिनुभयो। परम पावन ज्यूले कुनै पनि समस्याहरूको सामना गर्नुपर्दा 8औं शताब्दीका नालन्दाका महान पण्डित शान्तिदेवाको सल्लाह सुन्नु उपयोगी छ भन्नुभयो। In his writing, Bodhisattva Charya Avatara, he mentioned in it, when we face some problem, then we should analyze. If that problem can overcome, then you see no use, no need to worry, work hard. If the situation no way to overcome, then no need to worry. Just we can't avoid that. गत हप्ता बिहीबार पनि परम पावन ज्यूले चिकित्सा अभ्यासमा कोरोनाको बारे ग्लोबल संघका भारतीय चिकित्सक र योग विद्वानहरूलाई उपदेश दिनुभयो। परम पावन ज्यूले विगतका उल्लेख गरिसकेकोमा विश्वभरि चिकित्सा क्षेत्रमा काम गरिरहेका धेरै व्यक्तिहरूले सहभागी हुनुभएको थियो। हामीले हाम्रो शारीरिक स्वास्थ्य सुरक्षित राख्न शारीरिक स्वच्छतालाई अवलोकन गर्न सक्यौं र अब हामीले हाम्रो मानसिक शान्ति जोगाउनका लागि भावनात्मक स्वच्छताका सिद्धान्तहरू अपनाउनु पर्छ भन्नुभयो। सन् 1968 को जनआन्दोलनमा भाग लिने तिब्बतका पूर्व राजनीतिक कैदी आदरणीय तेन्जिङ छोएडाकको 26 जुलाईका दिन धर्मशालामा निधन हुनुभयो। हजारौं तिब्बती भिक्षु र भिक्षुणीहरूलाई गरेको जस्तै आदरणीय छोएडाकलाई पनि आफ्नो गुम्बाबाट बाहिर निकाली कडा परिश्रम गर्न बाध्य परेका थिए। सन् 1969 को सेप्टेम्बर महिनामा पक्राउ गरी उहाँलाई 12 वर्षको लागि जेल सजाय सुनाउनु भएको थियो। उहाँ सन् 1996 मा परम पावन दलाई लामा ज्यूबाट आशीर्वाद लिन भारत आउनुभएका थिए। केन्द्र तिब्बती प्रशासनको शिक्षा विभागका अनुसार 2020 को सीबीएसई बोर्डको नतिजामा गुणात्मक र मात्रात्मक सुधार भएको उल्लेख गरिएको छ। 13 जना उत्कृष्ट विद्यार्थी जसले 95% भन्दा बढी अंक प्राप्त गरी ऐतिहासिक मिसाल कायम गर्ने विद्यार्थीहरूसँग निर्वासित केन्द्रीय तिब्बती प्रशासनका
प्रमुख डाक्टर लोप्साङ सिङ्गे र शिक्षा मन्त्री डाक्टर पेमा याङछेनले जुलाईको 28 तारिकका दिन करियर विकल्पहरू र सामान्य जीवनको बारेमा सल्लाह प्राप्त गर्न प्रत्यक्ष कुराकानीमा सहभागी हुनुभयो। When you go to cities, you will face that kind of mental stress and challenges. At that time, you should remember and you should be very proud that of who you are. Okay, you studied in Tibetan schools, the teachers were good. You should always remember. Think about in your own family member, think about your brothers and sisters. Think about your parents, your grandparents, or great-great-grandparents. And then compare them with the opportunities that you had, the gift of education, the gift of schooling. जुलाईको 30 तारिकका दिन अभिभावकहरूसँग शिक्षा मन्त्री डाक्टर पेमा याङछेन र करियर काउन्सिलर डेङ्गार वाङमुले यस्तै भर्चुअल अन्तर्क्रिया गर्नुभएको थियो। डल्मलिङ भिक्षुनी गुम्पाका शिक्षिका गेशेमा देलेक वाङमु र तिब्बती पूर्व संसद तथा उच्च तिब्बती अध्ययन कलेजका वरिष्ठ प्राध्यापक श्रीमान सोनाम ग्याल्सनलाई तिब्बती संसदको स्थायी समितिका सदस्यहरूले सर्वसम्मतिसँग अतिरिक्त निर्वाचन आयुक्तको रूपमा मुख्य निर्वाचन आयोगले 16औं तिब्बती संसद निर्वाचनका स्थायी समितिको 324औं बैठकमा चयन गर्नुभयो। निर्वाचित तिब्बती संविधानको अनुसार जब केन्द्रीय प्रशासनका सचिव र तिब्बती संसदको चुनाव हुँदा 2 जना अतिरिक्त निर्वाचन आयुक्तहरूको आवश्यकता छ र तिनीहरूले निर्वाचन प्रक्रिया सुरु हुने घोषणादेखि अन्तिम मतदान परिणाम घोषणा नभएको अवधिसम्म सेवा गर्नुपर्नेछन्। लन्डनको निर्वासित तिब्बत दूतावास कार्यालयले जुलाईको 20 तारिकमा आयोजना गरेको वेबिनारमा चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन पारित गरेको प्यानलिस्ट सदस्यहरूले तिब्बत र हङकङ बारे छलफल गर्नुभयो। निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्साङ सिङ्गेले सन् 1951 मा तिब्बतसँग भएका 17बाट सम्झौतालाई उल्लङ्घन गरी तिब्बतीहरूसँग गरिएको सबै प्रतिज्ञाहरूलाई खरेज गरिएको थियो र तिब्बतको दुःखद अनुभव अब हङकङले सामना गरिरहेको छ भन्नुभयो। Met with Zhou Enlai, met with Mao Zedong and other leaders, trying to persuade them to grant them the autonomy as promised. But it was pretty clear that the Chinese government intention was to deny the very autonomy that was promised. संसद मन्त्री तथा विदेश मन्त्रालय चयन समितिको अध्यक्ष टम टुगेन्डान्थले वावे निर्णयको उदाहरण दिँदै जी जिनपिङले राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि ब्रिटेन र चीन बीच सम्बन्ध अझै खराब भएको भन्नुभयो। संसद मन्त्री तथा ब्रिटेनमा भएका तिब्बतका संसदीय समूहका सह-अध्यक्ष टिम लफ्टनले युके बोर्डरुमहरूमा चीनको प्रभाव र कन्फ्युसियस कलेजहरू मार्फत विश्वविद्यालय परिसरहरूमा चीनको बढ्दो प्रभावको बारे ठूलो चिन्ता व्यक्त गर्नुभयो। संसद लफ्टनले गत वर्ष हाउस अफ कमन्समा तिब्बत पारस्परिक बिल पेश गरेका थिए। उनी अमेरिकाले ल्याएको यस कानुनबाट अत्यन्तै प्रभावित भएका थिए भन्नुभयो। किङ्स कलेज लन्डनको लौ चीन संस्थाका निर्देशक प्रोफेसर केरी ब्राउनले भू-राजनीति अवसर र चीनमा घरेलु मुद्दाहरूबारे प्रकाश गर्नुभयो। जुलाईको 21 तारिकमा भारत तिब्बत समन्वय कार्यालयले भारत र तिब्बत बीच निर्भर सम्बन्धको भविष्य रणनीति र चिनिया कम्युनिस्ट शासनको विरुद्धमा एउटा वेबिनार गठन गर्नुभयो। सहभागीहरूमा कोर समूहका सदस्यहरू, तिब्बत समर्थन समूह, भारत तिब्बत मैत्री समाज र अन्य सदस्यहरू थिए। सहभागीहरूले तिब्बतको मुद्दालाई तिब्बतका लागि मात्र नभई सम्पूर्ण हिमालय क्षेत्रका लागि सम्बोधन गर्दै आशालाई जीवित राख्न र कोर समूहका सदस्यहरूले तिब्बत मुक्ति साधनाको ज्वालालाई जीवित राख्नु पर्दछ भन्नुभयो।
विश्व स्वास्थ्य सङ्गठनले विश्व हेपाटाइटिस दिवस 2020लाई मुख्य रूपमा आमाहरू र नवजात शिशुहरूमा हेपाटाइटिस बी रोकथाम केन्द्रित गर्दै हेपाटाइटिस मुक्त भविष्य भन्ने विषयको साथ मनाउनुभयो। निर्वासित केन्द्रीय तिब्बती प्रशासनका स्वास्थ्य मन्त्री छोक्याङ वाङचुकले स्वास्थ्य विभागले सङ्कलित गरेका डाटाका अनुसार तिब्बती समुदायमा हेपाटाइटिसको कारण मृत्यु हुनेमा गिरावट आएको बताउनुभयो। हेप बिरामीहरूको विगत 6 देखि 7 वर्षमा 8.9%बाट 6.6%सम्म झरेको छ भन्दै उल्लेख गर्नुभयो। टिबेट समर्थन समूह पोर्चुगलले सक्रियता र स्वास्थ्य सुरक्षाको मिश्रण गर्दै तिब्बती झण्डा भएका फेस मास्कहरू खरिदका लागि उपलब्ध गराउनु भएको छ। टिबेट समर्थन समूहकी एलेक्जेन्ड्रा कोहेयाले भनिन् उनी र उनकी छोरीले भर्खरको EU काउन्सिलको बैठकमा गरिएको प्रवृत्तिको नकल गरे जहाँ अधिकांश युरोपियन नेताहरूले आफ्नै राष्ट्रिय झण्डा भएको फेस मास्क लगाएर प्रदर्शन गरिएका थिए। People all over the world were interested in a mask and wanted also to have it, so we started sending it all over. It was a huge success. We were really happy for it, and it made us realize that our impact, our contribution shifted from, a small scope to a much wider audience. With the proceedings from the mask, we plan on, investing in our own communication, in creating a proper website so that we can communicate in a better way to people, not only here in Portugal, but who knows, also abroad. And in that way, also create liaisons with people and organizations all across the world. एलेक्जेन्ड्राले भनिन् कोभिडको समयमा यो सक्रियताले अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ र यो झण्डाको मास्क अभियानको सफलताले उनलाई तिब्बतको लागि निरन्तर र राम्रो काम गर्न नयाँ प्रेरणा दिएको बताउनुभयो। ब्रसल्समा भएका निर्वासित तिब्बती दूतावास कार्यालयले एलेक्जेन्ड्राको कार्यलाई प्रोत्साहित र सराहना गर्नुभएको छ। निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्साङ सिङ्गेले पूर्व थाइवानका राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्नुभयो। ली टेङ्गवी थाइवानका प्रथम राष्ट्रपति थिए जसले परमपावन दलाई लामाज्यूलाई सन् 1997मा आमन्त्रित गर्दै दुई व्यक्ति बीच मित्रता र एकताको एक नयाँ अध्याय खोलेका थिए। डाक्टर सिङ्गेले थाइवानका पूर्व राष्ट्रपतिले थाइवानलाई मार्शल कानुनबाट पूर्ण लोकतन्त्रमा ऐतिहासिक सङ्क्रमणको माध्यमबाट राष्ट्रको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खोलेका थिए भन्नुभयो। ली टेङ्गहुईले जसले थाइवानका राष्ट्रपतिको कार्यकालमा थाइवानलाई एक टापुमा रहेको सत्तावादी शासनबाट एसियाको सबैभन्दा जीवन्त र समृद्ध लोकतन्त्रमा रूपान्तरण गर्न नेतृत्व गर्नुभएका थिए। जुलाईको 30 तारिकका दिन 97 उमेर पुगेका उहाँको राजधानी ताइपाईमा निधन हुनुभयो। आजको लागि यति नै, फेरि भेटौँला।